यमराज दाई, हामी तपाईँलाई आज यसो हामीलाई थाहा नभएको प्रश्नहरू सोध्न आएको। सोध न केटा हो, के छ नजानेको तिमीहरूले? ठिक छ, त्यसो भए म तपाईँलाई एउटा क्वेसन सोध्छु नि त। यो नेपालमा चाहिँ यो अरू देशमा जस्तो के भएर चाहिँ विकास हुन सकेन? आफ्नो बारी बाँधो राखेर अर्काको बारी खन्न जाँदाखेरि फल्छ त अन्न मुलाङ्खा रे। आफ्नो बुढी माइत पठाएर अरूको बुढीको पछि कुद्दाखेरि घरको के हुन्छ हाल? विकास त ठिकै छ दाइ, यो नेपालको जनसङ्ख्या चाहिँ के भएर घट्यो त? गाउँमा भएको युवा युवती सबै विदेश गएपछि बुढा बङ्गडा लुला लङ्गडाहरूलाई सबैलाई हेल्पपोस्टमा लगेर खसी पार्दै घरतिर पठाइदिएपछि तेरो साँडे कहाँबाट होस् त जनसङ्ख्या वृद्धि? नेपालमा त जनसङ्ख्या बढेन, तर नेपालीहरू एकजुट चाहिँ के कारणले हुन सकेन त? मैले खाँदा तँ अग्राक सस्तो गदा। तेरो बाउलाई तेरो आमाले एक छाक भात नदियोस् त कस्तो हुन्छ? एकजुट हुनुपर्ने अरे, त्यही पनि सबै नेपालीहरू। दाइ, यो बिहे गर्ने उमेर पनि भयो, केटी चाहिँ कसरी फकाउने हो? सिक्के हो गन्ने बोकासँग सिक, त्यसले पाठी कसरी पटाउँछ? साह्रै दुःख पाइयो हौ दाइ, अरबपति हुने मन छ, के गर्नु त हौ? अब पतिहरू सबै अरब जाने, त्यसै अरबपति भइहाल्यो नि। हाँडी गए यो डाक्टर पाइलट हुने मन छ, पढ्नै सकिएन। डाक्टरको बुढी ल्यायो भने डाक्टर भइहाल्यो, पाइलटको बुढी ल्यायो भने पाइलट भइहाल्यो नि। साह्रै बेरोजगार भइयो, जागिर पाउनु के गर्नुपर्छ त हौ दाइ? तँलाई जागिर चाहिएको भए पहिला नेताको बुढीको पेटीकोट धुन सिक। दाइ, यो भोला खाने बानी भएछ, कसरी छोड्ने बेला? इति खान्छस्, एकैचोटि एक बोरा खान कि संसार छोड्छस् कि भोला छोड्छस्? एकैचोटि एक बोरा खान कि संसार छोड्छस् कि भोला छोड्छस्? त्यसो भए दाइ, यो कलाकार बन्नु चाहिँ के गर्नुपर्ने रहेछ हौ? कसलाई भाँचेर कार बना, कलाकार भइहालिस् नि। दाइ, यो ठेकदार भनेको चाहिँ के हो? के को हुन्छ ठेकदार? ठगदार। सबैलाई ठगेर हिँडेपछि के हुन्छ ठेकदार? हिरो हुनु मन छ हौ दाइ मलाई, के चाहिँ गर्नुपर्छ त हौ? हिँड्ने हो, मान्छे नि अर्काको बुढी छोरी चेली बोजू अङ्गालो मार्नुपर्छ। सक्छस्? सकिस् भने त्यसै हिरो। तरुनी देख्दा किन मन इउ हुन्छ हौ? काई चटारिन्छ, तरुनी देख्दा मन बटारिन्छ भन्दै गीत गाउने त्यो रमेश बोकिनमा सोध, त्यसलाई थाहा छ। हौ दाइ, यो केटीहरूले छोटो छोटो लुगा चाहिँ किन लगाउँछन् हौ? हामी छोरा मान्छे पो हाफिन लाउँछौँ, धोती लाउँछौँ, अनि छोरी मान्छेले चाहिँ हावा खानु परेन? सरर चिसो, तरर चिसो। अझ मेरो एउटा प्रश्न थियो। भयो अब दिनभरि तिमीहरूले मेरो गिदी खायो आज। मेरो काम छ, तिमीहरूको पो काम छैन होला त। अब घर जानुपर्छ, बर्खा लागिसक्यो, काम गर्नुपर्छ। जाउँ ल, जाउँ हिँड केटा हिँड।